मौसमले च्यालेन्ज गरेको चाहिँ होइन, तर पोखरामा मोमोसँग दिने सुपहरूको चाहिँ एकदम त्यस्तै टेस्ट बनाएर चाहिँ सुप खानु मन थियो कि मलाई चाहिँ आज। पोखरामा बस्नेहरूलाई चाहिँ थाहा पनि छ होला धेरैजनालाई, इभन अहिले पनि खाँदै हुनुहुन्छ होला कति ठाउँमा चाहिँ। पहिला पहिला चाहिँ प्रपरली नै दिनुहुन्थ्यो कि यसरी मोमोमा सुपहरू है। अब अहिले चाहिँ धेरै कम भइसकेको छ यस्तो कुराहरू चाहिँ, तर पहिला यति खान्थ्यौँ हामीले सुपहरू। सुप भनेको चाहिँ फ्रीमा आउने भएको भएर पनि होला है। अनि त्यसैमाथि पनि मिठो हुन्थ्यो त्यो सुप चाहिँ। टिमुर हालेपछि चाहिँ कस्तो पिरो टाठोवाला हुन्छ, अनि त्यसैमाथि मिठो पनि हुन्छ है। मलाई चाहिँ त्यही भएर एकदम मनपर्छ। अनि आज म चाहिँ त्यसैको लागि चाहिँ त्यही तलतल मेटाउनको लागि चाहिँ सुप बनाउँदैछु। मैले चाहिँ कुखुरा चाहिँ गेउमो सुप्पाबाट लिएर आएको हो। गेउमो सुप्पामा चाहिँ यस्तो हड्डीवाला कुखुरा चाहिँ आजकल धेरै पाउने गरेको छ कि जापानमा हुनेहरूलाई चाहिँ सजिलो नै हुन्छ। सबैभन्दा बेस्ट चाहिँ अब हजुरहरूले हड्डीवाला खसीको मासु हुन्छ, अब अरूको मासु भए पनि यसरी लिएर बनाउँदा पनि हुन्छ। मसँग चाहिँ अहिले हड्डीवाला यही कुखुरा भएको भएर चाहिँ मैले कुखुराको मासुबाट बनाउन लागेको। आइस निकालिसकेपछि चाहिँ मैले यसलाई चाहिँ यसरी आगोमा पोले। मलाई चाहिँ आगोमा पोलेको स्मेल चाहिँ एकदम मनपर्छ, डढेको स्मेल चाहिँ एकदम मनपर्ने भएर चाहिँ मैले यसरी पोले। अब यसलाई चाहिँ अलिकति ठुल्ठुलो स्लाइसमा काटेर चाहिँ नर्मल दिनमा काटेको भन्दा चाहिँ यसलाई चाहिँ अलिकति ठुलो पिसले नै काटेको चाहिँ राम्रो हुन्छ। खाना पनि मिठो हुन्छ, राम्रो पनि देख्छ, एकताल लुक वाइज पनि ठुल्ठुलो मासु भएपछि समाउन नि सजिलो हुन्छ नि त। मैले चाहिँ यसरी ठुल्ठुलो पिस गरेर काटेँ। अनि मलाई चाहिँ बोसोहरू मन नपर्ने भएर चाहिँ मैले सकेसम्म, यति धेरै बोसो रहेछ, बोसो चाहिँ सकेसम्म फाल्ने कोसिस गरेछु। अझै पनि छ बोसो चाहिँ कति ठाउँमा चाहिँ। बोसो नभएको भयो भने सजिलो हुन्छ, किनकि तेल हुँदैन नि त, धेरै सुप हेल्दी सुप खाने। अनि त्यसपछि यस्तो बोसो भयो भने चाहिँ अलि झ्याउ हुन सक्छ। अनि यसलाई चाहिँ यसरी मिलाएर राखिदिँदा हुन्छ। पहिला सबैभन्दा पहिला चाहिँ यसरी मिलाएर राखिदिनु हुने चाहिँ के होइन, अब यत्तिकै हाल्दा पनि हुन्छ, मिलाएर राख्नुपर्छ भन्ने चाहिँ होइन, तर पनि यसरी मिलाएर राख्दाखेरि चाहिँ राम्रो पनि देखिन्छ भन्ने मात्रै हो। अब यसमा चाहिँ मजाले पानी हालिदिनु। हजुरहरूलाई कतिको सुप खान मन लागेको छ अब त्यही अनुसारको पानी हालिदिनु। पानी हालिदिइसकेपछि चाहिँ यसलाई चाहिँ मजाले छोपेर पकाउनु होला। टाइम चाहिँ त्यसको लागि चाहिँ 20 मिनट 25 मिनट जति लिनु होला। पानी उम्लिसकेपछि चाहिँ यस्तो फिजहरू निक्लिन्छ, मासुको माथिको भागहरू निक्लिन्छ। यसलाई चाहिँ यसरी छान्नीबाट छानेर निकाल्नु होला, डस्ट जस्तो देखिन्न माथि पछि गरेर। अनि त्यसमा एड गरेको चाहिँ मैले लसुन अदुवाको चाहिँ एकदम मजाले एक चम्चा हालेको, मैले ठुलो चम्चाको 1 चम्चा यसरी हालेको देख्न सक्नुहुन्छ। त्यसलाई चाहिँ मिक्स गरिदिनु होला त्यही पानीमा। एकदम सजिलो हुन्छ कि यो पकाउन। प्याजलाई पनि मसिनो गरेर नकाटिकन सक्नुहुन्छ भने डल्लै हालिदिनु, नत्र भने यत्रै ठुलै गरेर यत्तिकै हाफ गरेर काटेर हालिदिन सक्नुहुन्छ। तपाईँहरूले नुन पनि स्वाद अनुसारको आफूलाई कतिको चाहिन्छ त्यही अनुसार हाल्नु होला। मैले चाहिँ त्यसलाई मजाले आधा घन्टा पकाइसकेपछि चाहिँ यसलाई चाहिँ मुला एड गरिदिएको छु। मुला हाल्यो भने त झन् टेस्ट एकदम मिठो आउँदो रहेछ। मैले पनि फर्स्ट टाइम ट्राई गरेको। त्यसपछि चाहिँ मैले माथिबाट चाहिँ टिमुर हालेको, यसरी गेडा नै हालिदिएको। मैले चाहिँ नर्मली 2.5 घन्टासम्म यसलाई यसरी पकाउँदै चलाउँदै गरेर चाहिँ यति मासु चाहिँ एकदम कमलो भएको छ। अरू मासु लिँदा चाहिँ अलि टाइम लाग्न सक्छ अझै, यो चाहिँ कुखुराको मासु भएर चाहिँ अलिकति थोरै टाइम लाग्यो हो। सो मेरो चाहिँ सुप पनि रेडी भयो, खाँदा पनि एकदम मिठो टेस्ट आएको थियो।